As a podcast, हाम्रो Ayux music, right? Ayux को आज podcast हुँदैछ. यो चाहिँ हाम्रो जेनेरेसन है. गाडी आएछ. आज चाहिँ मलाई हाम्रो अभिषेक गेटअप चाहिँ बबल लाग्यो है. भाइ म्याच गर्नु पनि नि हाम्रो आयुष म्युजिक सँग हैन. को केटाले त्यस्तो त्यो पिकल बलमा लडे जस्तो लड्छ साइड तुक रिके सलाम ब्रोको ब्याग यो व्हाट्स इन योर ब्याग भने एउटा त्यो पनि गर्नु पर्यो यार. Oh, in my backpack. It's all camera stuff. What are you saying? Okay, this is how you open. Huh? Camera? It's Abhishek ko right Tesla. Oh man. Okay. टापरा साथी गरिदिन्छु म त क्यामेरा. Okay. अहिलेसम्म खिचेको उहाँले नै हो. I hope it's all good. कहाँ गयो हाम्रो? लाइक शेयर सब्स्क्राइब. Hey. तीनजनाको नयाँ टिम हो क्या. एपिसोड कति हो अब पोडकास्ट? 14 भइसक्यो है. धेरै स्लो भयो. नेक्स्ट इयर चाहिँ एभ्री मन्थ दुटा चाहिँ गर्नु पर्यो जस्तो लाग्यो सोचिरहेको छु. अब अझै छ होला नि कतिजना छ नि. Alright, here. ब्लोरमै हो क्या यो? सेन्ट क्लियरतिर. Oh. ल्यान्सडाउन सेन्ट क्लियर छेउमा. माथि पुगेर छ कति लिँदो रहेछ यिनीहरूको चाहिँ पर आवर कि कस्तो हो दिनको? $33 यो पर आवर? होइन र? तर यहाँ सेटअप चाहिँ हुँदैन नि त है, आफै भन्नुपर्छ है. वाक्क भएर चाहिँ अब क्वेसन सोध्दा केटाहरू सानो अहिले चाहिँ खोल्न आयो है, ठ्याक्कै खोल्यो क्यामेरा. हामी यस्तै त हो. डर लाग्यो अहिलेको स्टुडियो हाम्रो पोडकास्ट पनि स्टुडियो म्युजिक आयुष म्युजिक एट Ayux music. This is हाम्रो FX30. माल हो है माल. Alright. Skills of appearance. Yo guys, he has a reservation all about. मैले देखिरहेको छु कि त्यहाँ भिडियोहरूमा यहाँ परेको छु है. फोटोसुट राम्रो होला जस्तो है. Yeah. Bed roster, right? Oh, there's a lot of. This place. There's someone went through? Did someone went through? Yeah. Oh. Thanks. Dude, how's it going? How's it going? You don't mind if you vlog? Oh no, I'm good, bro. Yeah, I'm always camera ready. What you guys saying? Always gotta be camera ready, bro. There's people walking in, got like mad cameras and shit. All good. Yeah. Thanks, Andy. Keep it. Take everyone wants some other radio. Ready for anything. Course गर्ने भने सोधिरहेछ. Or the two of you can sit here as well. So whatever. Music related.
Alright, Sonoma, what you got there? काउच पनि चलाउँ कि भनेर सोचिरहेको थिएँ कि बरु दुई एउटै काउचमा बसेर ग्यास उताएको जस्तै तर दुईटा एङ्गल क्या या एउटै त्यही कचमा बस्यो होइन एउटा चाहिँ वाइड एङ्गल हाने होइन अनि एउटा चाहिँ तिमीले त्यो आइसमा फोकस गर्छ नि त अनि त्यसमा त क्रप गर्न पनि मिल्छ नि त तिमीले अलि लो नै चाहिन्छ होला है It's a tripod, professional tripod. चिबल ट्राइपोड है मैले फर्स्ट यतिकै किनेको थिएँ त्यति बेला अब खासै आउँथेन थियो तर काम चलिरहेछ Still being put to good use. कति दिएको थियो यसको? यसको कति पऱ्यो इट्स नट द्याट एक्सपेन्सिभ अब ट्राइपोडहरू त राम्रोहरू त महँगो हुन्छ नि त यो त लाइक त्यस्तै 100 भित्रै पर्छ हो 100 भित्रै? Yeah. That's not bad, huh? That's actually really affordable. Yeah. अब हामी प्रोफेसनल परेन so for me it works. Good to start with. Yeah. It works. You can this one then you can do like that. You know? Right? But it's not that smooth. It's smooth ones, you know? यति लो हुन्छ होला नि के हो भन्दा अलि टेस्ट चाहिँ अब त्यस्तो ब्राइट त छैन कि अझै चाहिरहेछ चाहिन्छ Or you can always move the sofa as well, eh? If you don't like that background. कतिको राख्ने हो हेर त अझै ब्याक यसको फेरि मैले त्यो ल्याएँ नि क्याप ल्याएँ नि यस्तो हो के तपाईँको कस्तो जान्छ Improvise. चाहिँदैन है Oi. This is Sonambroको अर्को क्यामेरा हो त्यो क्यामेरा कति छ सोनम्ब्रो दुईटा हो कि तीनटा छ र जति छ धेरै हैन रे धेरै हैन छ र जति मोबाइल बनेर मोबाइलको क्यामेरा आइफोनमा हुन्छ नि त्यो सानो सानो क्यामेरा 1 2 3 तीनटा त्यो सबै काउन्ट गरेर हो आइफोनमै तीनटा क्यामेरा छ अब चाहिँ हेर कहाँ गयो आएन क्या 굽자 던도 거야 Dylan tall 거야 Dylan tall but you can put something on top of the chair होइन यो नै हुन्छ Put that drums there. यहाँ छ नि यहाँ Well, एकचोटि बस त ल यसले चाहिँ ट्राइपोड चाहिँदैछ White हो त्यो चाहिँ के छाङमा छ अनि ट्रिक Okay, right? Okay. भइहाल्यो त्यो ट्राइपोड किन्छ यहाँ Compromise. Gotta adapt. Alright guys, welcome to Abhishek's podcast. Pod related. Pod related. Yes.
आजको गेस्ट आजको गेस्ट चाहिँ हाम्रो टोरन्टोको ऱ्यापर आयुष म्युजिक उहाँ चाहिँ अझ हाम्रो गेस्ट हुनुहुन्छ यो चाहिँ मेरो मोनिटरको के अरे कन्ट्रोल एपमा आजकल त्यो मोनिटर किन्नु पर्दैन क्या एप आएछ नि त पैसा सेभ हो क्या फेरि यो चाहिँ हाम्रो डिजाई माइक मिनी अहिले काम भइरहेछ यो चाहिँ उहाँ अभिषेकको हो मैले हिजो यसो चलाएको एन्ड दिस इज माई गो टु लेन्स राइट सो यो लेन्स चाहिँ डे टाइममा जुम लेन्स हो सो इट्स f4 18-105 अब यो राति चाहिँ कामै छैन है इन्डोर कामै छैन इन्डोर काम छैन Yeah, it's like f4 So for people who don't understand that Yeah. what does that mean तर यो दिनमा चाहिँ डे टाइममा चाहिँ यो लेन्स एकदम राम्रो छ यु डोन्ट निड नथिङ यु क्यान वर्क विथ लाइक रन एन्ड गनमा यो लेन्सले दिनमा लग गरे नि तिमीले हुन्छ नि बिरोल खिचे नि यु क्यान डु एभ्रिथिङ बाई दिस लेन्स जस्ट वान लेन्स यु डोन्ट निड नथिङ what is that lens called again इट्स को सोनी ई माउन्ट लेन्स है यो 18-105 हो कि द्याट्स भन्न खोजेको अब 18 मिलिमिटरदेखि 105 मिलिमिटरसम्म जुम गर्नु मिल्छ त्यो पनि जुम लाइक यो निस्किँदैन क्या पावर जुम हो oh सो दिस लेन्स इज एफोर्डेबल कम्पेयर टु द अदर लेन्स एन्ड इट्स भेरी गुड अनि भिडियो स्टार्टिङ भिडियोमा चाहिँ तिम्रो यो लेन्स मात्रै लाइक काम चल्छ क्या अनि अलि अब भिडियो सिक्दै गऱ्यो भने देन यु लाइक सम काइन्ड अफ प्राइम लेन्स हुन्छ नि सडन सिचुएसनको लागि नै खिच्नुपर्ने लेन्सहरू हुन्छ फर इक्जाम्पल दिस लेन्स इज अ वाइड लेन्स वी क्यान जुम तर यो भ्लगको लागि चाहिँ लेन्स राम्रै छ सो यो लेन्स चाहिँ आजको लागि काम छैन सो यहीँ हुन्छ alright so you guys want to see more yes sir what else you got in there so यो चाहिँ मेरो के भन्छ फिल्टरको अहिले त्यहाँ लागिरहेछ यो चाहिँ के काम लाग्छ भने हाम्रो हुन्छ नि कहिले कहिले फास्ट लाइट हुन्छ नि त दिनमा अनि यो चाहिँ अलि हाम्रो त्यो सनग्लास जस्तो हो क्या इन्डिकेटर यो चाहिँ एक्स्ट्रा लिएको यसको लागि यो क्यामेरा पनि राखेर टक्क ट्राइपडमा एक्स्ट्रा लिएको कामै लाग्यो always good to have backups though ओके अनि यो यसमा चाहिँ मेरो यिनीहरू चाहिँ मेरो प्राइम लेन्सहरू यो चाहिँ 16mm को एकदम सार्प छ ब्लुटुथबाट अब यो चाहिँ 56 हो हेर्दा सानो छ है टाढामा खिच्ने हो क्या यो चाहिँ क्यान्डिड सटहरू हुन्छ नि यस्तोमा चाहिँ राम्रो हुन्छ सार्प छ ब्लुटक्सको हो यो पनि थर्ड पार्टी लेन्स हो यो यिनीहरू सबै थर्ड पार्टी हो सस्तो भरपर्दो बलियो भन्ने हुन्छ नि त्यही हो मेरो यो चाहिँ मेरो बाइक थियो होली ल्यान्डको एउटा चाहिँ कहाँ गायब भयो अब मैले यस्तै यो राम्रो सो मेरो सामु चाहिँ यति नै हो लाइट ट्याङ्क्स हुनेछ अनि मान्छे हेर्छ Ridiculous the cancel streams recording due to lack of space in memory card slot one sir अनि battery 5% thing into the okay top right एउटा मेरो ब्याट्री चाहिँ 5% चाहिँ म ब्याट्री चेन्ज गर्नु है alright guys recording यो चाहिँ मेरो एक्स्ट्रा ब्याट्री हो यस्तो हुन्छ alright light is ready let's go okay यो क्यामेरा सेटअप भयो हाम्रो
म्युजिक बनाउँदा हो गाह्रो छ नि यो प्रड्युसर लाइफ चाहिँ सही अनि सोचिरहेको छु कि अर्को बिट चाहिँ कसरी बनाइदिउँ भनेर एउटा समर टाइम भयो भने नेक्स्ट इयरको लागि त्यो म्युजिक भिडियो गर्छ होइन त्यो जस्तो अब हेरौँ न अहिले सोचिरहेको छु कन्सेप्ट के अहिलेदेखि नै कन्सेप्ट सबै A to Z सोच्नुपर्छ पछि भिडियो सुट प्रड्युसिङ सजिलो हुन्छ क्या सही त्यो चाहिँ द्याट्स नम्बर 1 टिप फर एभ्रीवन हान्दिनु बोला अब सेटअप चाहिँ अलमोस्ट रेडी भयो हाम्रो आई लभ दिस डेस्कटप फ्युचरमा सोनम ब्रोको पनि सेटअप यस्तै हुन्छ अम्बो यस्तो भयो भने त म कुर्सी छोड्दिनँ हो दिनभरि रातभरि टास्दै यहीँ सुत्दै बस्छ अम्बो यतिको भयो भने त सकिगयो नि आयुष कुद्यो Okay. Alright, what's up, man? So today we have Hamro Sonam the Nomad. That's me. Yeah, he recently started getting into blogging. ਪਹਿਲੇ ਤੋਂ interest थियो रे हैन अब आजकल चाहिँ we're seeing him being active a lot हैन one thing I want to say straight off the bat is that his video खिच्छ हैन अपलोड चाहिँ वाइल्ड छिटो हान्छ के एकदम मन पर्छ के त्यो चाहिँ छिटो फास्टली गर्दै रहेछ that's good अनि skillsहरु पनि from each video he uploads I can see there's changes upgrades that he makes and A little upgrade every time there's something new that I see and that's good and honestly गर्नुपर्छ don't stick to one thing मजा लाग्छ है सानो लाइक अपग्रेड गर्ने चाहिँ of course man try to try new things हैन अब त्यो passion चाहिँ देख्छ के त्यो whether you're taking video or editing or whatever you're doing like we see that हैन खुसी लाग्छ okay your videos are fun so you're trying so many new things hopefully 2026 is the year for you where you take off you know you find did you see the drone shot the last one त्यो सुरुमा ड्रोन शट बबाल लागेको थियो यार त्यो त मैले हैन त्यो ड्रोन शट हैन त्यो गुगल अर्थ हो के मैले पनि त्यो सेभ गरेर युज गर्छु भने त्यो कन्सेप्ट युज गर्छु भने के द मोमेन्ट फर्स्ट टाइम ट्राई गरे के ग्यारेन्टी त्यो गुगल अर्थ हो त्यो भएर छुटो गर्दै के त्यो थाहा हुँदैन नि त लाइक गर्दा त त्यो बिल्डिङहरु थाहा हुन्छ नि त टेक्सचरले के ल यति नै हाम्रो चाहिँ सक्यो है मेन चाहिँ बस्नु है सरम गरेर म बसिरहँ त बसा रे धेरै सजिलो हो नि यो त अर्को झन् क्या गर्नु त्यो रेकर्ड भइरहेको त यो ऱ्याप गरिरहेको इतिहास आउँछ नि त फेरि क्या वाइड आउने क्या यहाँबाट त That's a wrap. Alright, that's a wrap up. Please follow, like, subscribe, comment. Sonam the Nomad channel. Alright, let's go. कस्तो भयो आयुष दामी भयो दाइ मैले चाहिँ एक्सपेक्ट गरेको थिएन दाइ अवश्य दाइ यत्रो यत्रै सोध्छन् भनेर तर क्या सोधिदिरहेको क्या अब दुई घन्टा मजा आउने 2 घन्टा केही छुटेन है चार्जर लग्यो घर गएर थाहा पाउँछ स्टुडियो चाहिँ दामी
कति भइसक्यो हजुर के भन्नुभयो म चक्कु दया कस्तो भयो भगवान पडकास्ट छोटो भयो मिठो भयो छोटो मिठो ब्लग चाहिँ हाल्नु हुँदैन जहिले क्यामेराले मात्रै ठिक छ अब त विन्टरै आइसक्यो त स्नोई भइसक्यो स्नोई भइसक्यो अनि चाहिँ आइसक्रिम वाला ए आइसक्रिम तब फेरि नेक्स्ट समरमा हो नेक्स्ट समर तिम्रो साइडमै छ त समरको दाइले नि अब चाहिँ हप्का आयो के छ यसो खायो सायो भनिदेऊ न के हो तपाईँले इन्ट्रो दिनु भएन तपाईँले इन्ट्रो दिनु भएन अगाडि इन्ट्रो त उहिले भइसक्यो नि होइन अब टु बी कन्टिन्यू हो क्या आज चाहिँ पोडकास्ट डे के बनाउँदै रहेछ के छ हो हाम्रो अर्को पोडकास्ट आयो ल अब यो खिच्ने मान्छेसँग क्यामेरा हुँदैन उठे सुते जहिले त्यही हो म उठ्ने बित्तिकै क्यामेरा छ कि छैन हेर्छु क्या साइडमा राखेर सुत्छ कि बनाउने हो बनाइसक्यो त्यहाँ अस्ति त खुब ब्लग बनाउने र अघि चाहिँ एउटा बनायो हेर्दा चाहिँ भएन भन्नुहुन्छ अब त भाइरल हुने कस्तो लाग्यो मेरो सनम नमाया मेरो च्यानल कस्तो छ ठिकै छ जो स्टोरमा के भइरहेछ अपडेट पाइरहेको छ खुसी लाग्यो त्यही अपडेट गर्नलाई नै बसिरहेको सही हो रमाइलो पनि होला भनेको त अपडेटको लागि मात्रै हो दाइले हामीलाई नि लगेर भ्लग बनाउँछु भनेको बनाउने अब टक्क आइसक्रिम सिजनमा है त्यो त अब समर कुन ठाउँमा हजुर कुन ठाउँमा त्यो आइसक्रिम खानु त्यो उयो तल हो फार्म ए यहीँ हो मैले त डाउनतिर पो होला उयो थियो कि एउटा ट्रङ्क थियो कि ट्रङ्क मतलब समथिङ के एउटा भ्यान टाइप्सको थियो त्यसमा आइसक्रिम बेचिरहेको थियो क्या त्यही खाएको हो कि प्लान चाहिँ कसको हो उसको हो कि अन द स्पट भएको ओ त्यही भएर पाएन ल खाएन